दर्शकबिन नमस्कार। आज हामी एक त्यस्तो प्रेरणादायी व्यक्तिको कथा सुनाउँदैछौँ जसले जीवनमा 1000 भन्दा बढी पटक असफलता भोगे तर 65 वर्षको उमेरमा आफ्नो सपना सुरु गरेर संसारकै ठुला ब्रान्डहरू मध्येमा एक बने। हो उहाँ हुन् KFC का संस्थापक कर्नेल हार्ल्यान्ड स्यान्डर्स। उहाँको प्रेरणादायी जीवन कथाले प्रमाणित गर्छ कुनै काम सुरु गर्न उमेरले छेक्दैन, उमेर कहिल्यै बाधा हुँदैन। एक व्यक्ति कति पटक असफल हुन सक्छ? 10 पटक, 20 पटक वा 100 पटक। यति पटक असफल भइसकेपछि पनि कोही पनि टुट्दैनन्। यस्ता उदाहरण बिरलै भेटिन्छन्। यस्तै उदाहरण मध्येका एक उत्कृष्ट उदाहरण हुन् KFC अर्थात् केन्टकी फ्राइड चिकनका संस्थापक कर्नल स्यान्डर्स, जो 100 वा 200 पटक होइन 1009 पटक निराश भएका थिए। मानिसले जुन उमेरमा रिटायरमेन्ट लिन्छन् त्यही उमेरमा उनको करियर सुरु भयो। उनले 65 वर्षको उमेरमा KFC सुरु गरेका थिए। जानौँ कसरी कर्नल स्यान्डर्सले एकपछि अर्को असफलता पाइरहेका थिए र एक दिन उनको भाग्य चम्कियो। कर्नल हार्ल्यान्ड स्यान्डर्सको जन्म सन् 1990 मा हेनरीभिले इन्डियाना संयुक्त राज्य अमेरिकामा भएको थियो। 6 वर्षको उमेरमा उनका बुबाको मृत्यु भएको थियो। जब घरमा परिस्थिति बिग्रियो उनकी आमाले कारखानामा काम गर्न थालिन् र स्यान्डर्सले आफ्ना साना भाइ बहिनीको हेरचाह गर्दथे। 7 वर्षको उमेरमा उनले राम्रोसँग खाना पकाउन सिकिसकेका थिए। उनी 12 वर्षको हुँदा उनकी आमाले दोस्रो विवाह गरिन्। उनका सौतेनी बुबाले हार्ल्यान्ड स्यान्डर्सलाई मन पराउँदैन थिए, जसले गर्दा उनी आफ्नो काकीसँग बस्न र खेतमा काम गर्न बाध्य भए। स्यान्डर्स त्यति बेला 7औं कक्षामा पढ्दै थिए र उनको 7औं कक्षामा पढाइ छाडे। त्यसपछि उनले सबै किसिमका कामहरू गरिरहे। सेनामा भर्ना भए तर त्यहाँबाट निकालिए। केही समय रेलवेमा काम गरे। करिब 19 वर्षको उमेरमा उनको विवाह भयो। रेलवेमा काम गर्दा केही झगडाका कारण उनले रेलवेको जागिर छाडेपछि श्रीमती पनि छोराछोरी सहित उनीसँग अलग भइन्। उनको आफ्नो जीवनमा अन्य धेरै साना कामहरू गरे। कहिले बिमा बिक्री गरे त कहिले क्रेडिट कार्ड बिक्री गरे। उनले टायर बेच्ने, बत्ती बनाउने र डुङ्गा चलाउने जस्ता कामहरूमा पनि हात हालेका थिए, तर कुनै पनि काममा उनी सफल हुन सकेनन्। सन् 1930 मा स्यान्डर्सको जीवन पहिलो पटक ट्र्याकमा आयो जब उनले केन्टकीको कोर्बिनमा ग्यास स्टेसन किनेका थिए। धेरै यात्रुहरूले उनलाई रेस्टुरेन्ट खोल्न पनि आग्रह गरेका थिए। कुखुराको मासुप्रति उनको विशेष लगाव थियो। यस्तो अवस्थामा उनले रेस्टुरेन्टमा सबै प्रकारका विशेष रेसिपीहरूको चिकन बेच्न थाले। सन् 1950 मा एक दिन केन्टकीका गभर्नर उनको रेस्टुरेन्टमा आए। जब उनले स्यान्डर्सको चिकन खाए उनलाई साह्रै मन पर्यो। त्यसपछि उनले हार्ल्यान्ड स्यान्डर्सलाई कर्नेलको उपाधि दिए र त्यसपछि उनी कर्नल स्यान्डर्स भनेर चिनिन्छन्। कर्नेलको उपाधिलाई देशकै सम्मानित उपाधि मानिन्छ। जहाँ स्यान्डर्सको रेस्टुरेन्ट थियो त्यहाँबाट राजमार्ग निर्माण गर्दा उनको रेस्टुरेन्ट भत्कियो। त्यसपछि उनको सङ्घर्षको अर्को चरण सुरु भयो। उनले आफ्नो रेसिपी रेस्टुरेन्टमा बिक्री गरेर नाफा कमाउने सोच बनाए। त्यही सोचेर उनी धेरै रेस्टुरेन्टमा गएर आफ्नो फ्राइड चिकन रेसिपी बेच्ने सम्झौता गर्न आग्रह गर्न थाले। उनी जहाँ गए पनि निराश हुनु पर्यो। उनले 1009 पटक नो सुन्नु परेको थियो। त्यसपछि उनले पहिलो यस सुन्न पाएर त्यहीबाट KFC को सफलताको यात्रा सुरु भयो। त्यति बेला उहाँको उमेर 65 वर्षको थियो। जब कर्नेल स्यान्डर्सलाई एउटा रेस्टुरेन्टले हुन्छ भने उनले त्यहाँ आफ्नो चिकन बेच्न थाले र नाफामा केही हिस्सा लिन थाले। उनी रेस्टुरेन्टमा मसलाको प्याकेट बनाउने गर्थे जसले उनको रेसिपीलाई चित्त बुझ्दै राख्दथ्यो र साथसाथै मानिसहरूलाई उत्कृष्ट स्वाद पनि दिन्थ्यो। त्यहाँबाट KFC चर्चित हुन थाल्यो। त्यसपछि अक्टोबर 1963 मा एक वकिल जोनलाई ब्राउन जुनियर र व्यापारी ज्याक्सी म्यासीले स्यान्डर्ससँग भेट गरेर KFC लाई फ्रेन्चाइज अधिकारीहरू किन्न आफ्नो इच्छा व्यक्त गरे। सुरुमा उनले अस्वीकार गरे तर पछि उनले यसलाई जनवरी 1965 मा $2 मिलियन मा बेचे। सम्झौता अन्तर्गत केन्टकी फ्राइड चिकन कम्पनीको विश्वभर आफ्नै रेस्टुरेन्टहरू निर्माण गर्ने र गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने पक्का गरे।
पछि उनको तलब बढाएर $75,000 पुर्याइयो। त्यसपछि उनको कम्पनी रोनोल्ड्स र पेप्सीको लगायत धेरैको हातमा गयो। हाल यो कम्पनीको स्वामित्व एम ब्रान्ड्स कर्पोरेसनसँग छ। सन् 1980 मा 90 वर्षको उमेरमा कर्नेल स्यान्डर्सको निधन भएको थियो। कर्नेल स्यान्डर्स आज यो संसारमा छैनन्, तर केएफसीमा विशेष दारी र पश्चिमी टाई लगाएको उनको अनुहारले केएफसीको चिकन खानेहरूलाई उनलाई बिर्सन दिँदैन। उनी 87 वर्षको उमेरमा केन्टकी फ्राइड चिकन केएफसीको संस्थापक बनेर अरबपति बन्न सफल भए। आज केएफसीका 150 भन्दा बढी देशमा करिब 32,000 भन्दा बढी स्टोरहरू स्थापना भएका छन्। यदि तपाईको जीवनमा जुनसुकै परिस्थिति किन नहोस्, यदि तपाईको उमेर बढी छ भने, पैसा छैन भने, बारम्बार असफल हुँदै हुनुहुन्छ भने कर्नेल स्यान्डर्सलाई सम्झनुहोस्। तपाईसँग पनि अझै धेरै वर्ष सफलताको शिखरमा पुग्ने मौकाहरू छन्। कहिल्यै हरेस नखानुहोस्, कहिल्यै आफ्नो जीवनबाट नहार्नुहोस्। जीवनको अन्तिम घडीमा पनि मानिसले आफ्नो सफलता चुम्न सक्छन् भन्ने 87 वर्षीय कर्नेल हार्ल्यान्ड स्यान्डर्सले देखाए। धन्यवाद। प्रेरित रहनुहोस्, कहिल्यै हार नखानुहोस्।